हामीले डेरिभेटिभको कुरा गर्दाखेरि डेरिभेटिभ जहिले पनि के गर्छ फंक्सनको निकालिन्छ अनि फंक्सन भनेको जुन छ सर्टेन टाइप्स अफ फंक्सन हुन्छ त्यो फंक्सनलाई याद गर्नको लागि चाहिँ हामीले साधारण रूपमा याद गर्न सक्छौं त्यो आइलेट भन्ने एउटा साधारण वर्ड छ त्यहाँबाट हुन्छ थाहा आई भनेको इन्भर्स सर्कुलर फंक्सन हो जसलाई चाहिँ हामीले बुझ्दाखेरि sin इन्भर्स x cos इन्भर्स x cos इन्भर्स x यस्ता फंक्सन इन्भर्स सर्कुलर फंक्सन हुन्छ अर्को लोगारिथमिक फंक्सन हो यसको एक्जाम्पल चाहिँ हामीले log लिन सक्छौं log x into y यस्तै फंक्सनहरु होला त्यस्तै गरेर अल्जेब्रिक फंक्सन हुन्छ अल्जेब्रिक फंक्सनको एक्जाम्पल जस्तै x² + 2 रूट अंडर x को पावर 3 - 5 यस्तो फंक्सन्सको हुन्छ अनि ट्रिगोनोमेट्रिक फंक्सन भनेको sin थीटा cos थीटा यस्ता फंक्सनहरु चाहिँ हुन्छ अनि एक्सपोनेन्शियल फंक्सन भनेको e टु द पावर x e टु द पावर ax यस्तो फंक्सनहरुको हामीले यो टोटल यो 5 थरीको फंक्सनको डेरिभेटिभ निकाल्छौं यो उसमा डेरिभेटिभमा अनि यही च्याप्टरबाट चाहिँ एनईबी बोर्डमा लगभग 6 to 8 मार्क्स दिइरहेको हुन्छ अब कुरा गर्दाखेरि सबभन्दा पहिला चाहिँ हामी अल्जेब्रिक फंक्सनको कुरा गर्छौं जस्तै डेरिभेटिभ निकाल्छौं भने अल्जेब्रिक फंक्सनको केही सर्टेन रुलहरु हुन्छ रुल अफ डेरिभेटिभ अनि यो चाहिँ कसको लागि हो भने अल्जेब्रिक फंक्सनको लागि यसमा सर्टेन रुलहरु के छ भन्दा पहिला चाहिँ हाम्रो सम रुल छ सम रुलमा चाहिँ हामीले बीचमा प्लस माइनस हुन्छ dy/dx प्लस माइनस dv/dx थर्डमा प्रोडक्ट रुल यो बेला हामीले v लाई बाहिर निकालेर u लाई बाहिर निकालेर v को डेरिभेटिभ गरे हुन्छ त्यसपछि p लाई बाहिर निकालेर u को डेरिभेटिभ गर्छौं त्यस्तै गरेर अर्को कोसेन्ट रुल हुन्छ यसमा v बाहिर निस्किन्छ u को डेरिभेटिभ माइनस u बाहिर निस्केर v को डेरिभेटिभ अनि अपन चाहिँ vs बाहिर हुने हो चौथो रुल भनेको पावर रुल हुन्छ यसमा nx टु द पावर n - 1 पाँचौंमा कन्स्ट्यान्ट को डेरिभेटिभ गर्यो भने 0 हुन्छ त्यही कन्स्ट्यान्ट भेरिएबल सँग आयो भने चाहिँ कन्स्ट्यान्ट बाहिर निस्किन्छ अनि भेरिएबलको डेरिभेटिभ गर्छौं फाइनली चाहिँ c हुन्छ यसलाई हामीले सम रुल भनिरा हुन्छौं सम रुल हो त्यसलाई हामी प्रोडक्ट रुल भन्छौं अर्को चाहिँ यो कोसेन्ट रुल हो त्यस्तै गरेर चाहिँ पावर रुल भन्छ हामी अनि यहाँ चाहिँ यो दुईटामा c भन्ने कुरा जुन छ त्यो कन्स्ट्यान्ट हो वेयर c कन्स्ट्यान्ट भनेर सबैले थाहा होला जस्तै कि पर्टिकुलर भ्यालु हुन्छ यस्तो टर्म चाहिँ कन्स्ट्यान्ट हो त हामीले डेरिभेटिभ गर्दाखेरि अल्जेब्रिक फंक्सनको यो 6 वटा रुलमा चाहिँ डेरिभेटिभ गरेर आउँछौं त्यसपछि यो अल्जेब्रिक फंक्सन पछि चाहिँ हामीले लगातार उसको ट्रिगोनोमेट्रिकल फंक्सनको कुरा गर्छौं ट्रिगोनोमेट्रिकल फंक्सनमा जम्मा ट्रिगोनोमेट्रिकल रेशियो भनेको 6 वटा हुन्छ यसको रुल्सहरु वा फर्मुलाहरु के छ भन्दा जस्तै डेरिभेटिभ अफ sin x cos x हुन्छ त्यस्तै गरेर cos x को sin x हुने हो माइनस sin x हुन्छ त्यस्तै गरेर tan x sec² x हुने हो tan पछि sec x tan पछि हाम्रो sec x को डेरिभेटिभ चाहिँ sec x into tan x
अनि cot x minus cosec square x र हामीले cosec x को निकाल्छौं cosec x को minus cosec x into minus cosec x into cot x अब यो ट्रिगोनोमेट्रिकल फंक्शन को डेरिभेटिभ निकाल्दा यसमा खास के हुन्छ भने जति पनि c लागेको छ जस्तै यसमा c cos मा c लागेको छ cot मा c लागेको छ cosec मा c लागेको छ भने चाहिँ तिनीहरुको आउटपुटमा माइनस लाग्छ c लागेको छैन जस्तै sin मा tan मा अनि sec मा चाहिँ c लागेको छैन भने तिनीहरुको आउटपुट भनेको प्लस मा हुन्छ र अर्को कुरा sin को cos हुने हो cos को sin हुन्छ sin को cos cos को sin हुन्छ अनि tan को चाहिँ sec स्क्वायर x हुन्छ यसलाई सिम्पल तरिकाले यस्तो पनि याद गर्न सकिन्छ जस्तै tan sec स्क्वायर x minus tan square x is equal to 1 हो अर्को चाहिँ cosec square x अनि minus cot square x is equal to 1 हुन्छ भने हामीले यो tan को त्यसैले tan चाहिँ sec मा गएको cosec जुन छ त्यो cot चाहिँ cosec मा गएको अनि sec र tan मा गएको किनभने sec र tan को बीचको रिलेसन छ अनि जस्ट हामीले tan को गर्यो भने sec स्क्वायर हुन्छ sec को गर्यो भने sec * tan हुन्छ cot को गर्यो भने जस्तै tan चाहिँ स्क्वायर मा गयो त्यस्तै cot पनि स्क्वायर मा जान्छ अनि cosec जुन छ cosec * cot जस्तै sec * tan भयो भने cosec चाहिँ cosec * cot हुन्छ यो 6 वटा फर्मुला चाहिँ हाम्रो जनरल ट्रिगोनोमेट्रिकल फंक्शन को फर्मुला हो अनि यसैमा चाहिँ हामीले इन्भर्स को निकालिरा हुन्छ के त्यो 6 वटा ट्रिगोनोमेट्रिकल फंक्शन्स को इन्भर्स निकाल्छौं इन्भर्स को डेरिभेटिभ निकाल्छौं जस्तै इन्भर्स ट्रिगोनोमेट्रिक फंक्शन इन्भर्स ट्रिगोनोमेट्रिकल फंक्शन मा यसलाई चाहिँ हामीले एउटा साधारण कन्सेप्टबाट निकाल्छौं जस्तै इन्भर्स ट्रिगोनोमेट्रिक मा कतिवटा आउँछ भने d sin इन्भर्स x d cos इन्भर्स x त्यस्तै गरेर tan को हुन्छ 6 वटै ट्रिगोनोमेट्रिकल 6 वटै इन्भर्स ट्रिगोनोमेट्रिकल को निकाल्ने हो त्यस्तै गरेर sec इन्भर्स x cot इन्भर्स x र अर्को cosec इन्भर्स x d cosec इन्भर्स x यो 6 वटा ट्रिगोनोमेट्रिकल फंक्शन को इन्भर्स मा निकाल्नको लागि हामीसँग एउटा साधारण कन्सेप्ट छ त्यो कन्सेप्ट लगाएर हामी निकाल्छौं कन्सेप्ट के हो भने एउटा चाहिँ नोरा भन्ने वर्ड छ NORA यो चाहिँ टेक्निक हो खास जहाँ नोरा भन्ने वर्डमा चाहिँ n भनेको नर्मल डेरिभेटिभ यो चाहिँ नर्मल डेरिभेटिभ हो n भनेको o भनेको अफ भइहाल्यो r रेसिप्रोकल हुन्छ अनि a भने चाहिँ नेपाली वर्ड हुन्छ आफै वा यसलाई चाहिँ आफुमा लान्छ जस्तै हो हामीले यसमा एउटा चाहिँ यो नोरा भन्ने कन्सेप्टबाट साइन इन्भर्स को निकाल्न खोज्छौं र साइन इन्भर्स को निकाल्न खोज्यो भने उसले चाहिँ के भन्छ पहिला नर्मल डेरिभेटिभ निकाल एक मा उसले के भन्छ नर्मल डेरिभेटिभ निकाल र साइन इन्भर्स को निकाल्न पहिला साइन इन्भर्स को नर्मल डेरिभेटिभ sin x निकाल्छौं अनि sin x को डेरिभेटिभ भनेको कति हो cos x हो त्यसपछि यसलाई के भन्छ उसले सेकेन्ड नम्बरमा रेसिप्रोकलमा लग्यो त रेसिप्रोकलमा लग्यो भने 1 / कति हुन्छ cos हुन्छ अनि 1 / cos रेसिप्रोकलमा लगिसकेपछि थर्ड नम्बरले के भन्छ त्यो cos लाई चाहिँ आफैमा लग्यो आफू भनेको चाहिँ को हो यहाँ जसको नर्मल डेरिभेटिभ निकालेको त्यो चाहिँ आफू हो sin x हो अनि यो cos लाई sin x मा लग्यो भने चाहिँ कति हुन्छ 1 - sin स्क्वायर x हुन्छ र आफूमा लगिसकेपछि त्यसलाई एप्रोचेस टु के मा लेख्ने x मा लेख्छौं x मा लेख्यो भने 1/√under कति हुन्छ 1 - x स्क्वायर त्यसैले हामीले के लेख्न पायो भने sin इन्भर्स x को डेरिभेटिभ √1/√under 1 - x स्क्वायर हुन्छ अनि sin को डेरिभेटिभ जस्तै sin को cos भयो cos को माइनस sin हुन्छ यसमा cos इन्भर्स को के सेम हुने हो दुईटैको सेम हुन्छ जस्ट माइनस sin आउँछ 1/(-1/(1 - x स्क्वायर भइदिन्छ त्यस्तै गरेर दुईटाको एउटा sin को निस्क्यो भने cos को आउँछ त्यस्तै गरेर tan को निस्क्यो tan को निकाल्यो भने चाहिँ cot को आउँछ त्यस्तै हामीले यहाँ tan को निकाल्यो भने cot को आउँछ sec को निकाल्यो भने cosec स्क्वायर को आउँछ cosec को आउँछ अब हामीले tan इन्भर्स को निकाल्नको लागि सेम चाहिँ कन्सेप्टमा गयो भने चाहिँ के हुन्छ जस्तै डेरिभेटिभ नर्मल डेरिभेटिभ अफ tan x निकाल्छ त tan x चाहिँ हाम्रो कति हुन्छ tan x को डेरिभेटिभ हामीलाई थाहा छ sec स्क्वायर x हुन्छ त्यो चाहिँ हाम्रो जनरल डेरिभेटिभ जनरल ट्रिगोनोमेट्रिकल फंक्शनबाट थाहा पायौं
सेक स्क्वायर एक्स भयो। अब यसलाई रेसिप्रोकल गर्यो भने 1 बाई कति हुन्छ, यो सेक स्क्वायर एक्स हुन्छ। रेसिप्रोकल निकाल्यो, त्यसपछि आफैमा लग भन्छ। आफू भनेको चाहिँ के हो, tan हो, जो चाहिँ नर्मल डेरिभेटिभ भएको त्यो चाहिँ tan हो। अनि त्यसपछि हामीले एउटा साधारण फर्मुला के युज गर्छौँ, 1 सेक स्क्वायर एक्स माइनस tan स्क्वायर एक्स इक्वल टु 1। त्यसो भए सेक स्क्वायर एक्स इक्वल टु कति भइदिन्छ त, सेक स्क्वायर एक्स इक्वल टु 1 प्लस tan स्क्वायर एक्स हुन्छ। अब यसलाई आफू भनेको tan मा लानु पर्यो भने सेक स्क्वायर एक्स भनेको 1 प्लस tan स्क्वायर एक्स भयो। र हामीले तीनटै काम गर्यो, नर्मल डेरिभेटिभ पनि निकाल्यो, रेसिप्रोकल पनि निकाल्यो, अनि त्यसपछि चाहिँ के गर्यो, यसलाई आफैमा लग्यो। आफूमा लगिसकेपछि त्यो प्रोसेस टु 1 गर्ने, अनि 1/1 प्लस कति हुन्छ, एक्स स्क्वायर हुन्छ। त्यसो भए हामीले tan इन्भर्स एक्स को डेरिभेटिभ 1/1 प्लस एक्स स्क्वायर लेख्न सक्छौँ। यस्तै गरेर कटमा पनि सेम हुन्छ, माइनस हुन्छ, -1/1 प्लस एक्स स्क्वायर भन्न पायो। र लास्ट चाहिँ हामी एउटा जस्तै यसको निकाल्छौँ, सेक इन्भर्स एक्स को। र सेक इन्भर्स एक्स को पनि पहिला जस्तै सेम कन्सेप्टबाट निकाल्दाखेरि पहिला चाहिँ हामीले नर्मल डेरिभेटिभ गर्नु पर्यो सेक एक्स को। सेक एक्स को नर्मल डेरिभेटिभ गरेपछि सेक एक्स इन्टु tan एक्स हुन्छ। फर्स्टमा चाहिँ हामीले नर्मल डेरिभेटिभ गर्यो, सेकेन्डले भन्छ त्यसको रेसिप्रोकल गर। रेसिप्रोकल गर्यो भने 1 बाई कति आउने हो, सेक एक्स इन्टु tan एक्स आउँछ। अनि यसलाई आफैमा लानु पर्यो। आफूमा लानु भनेको मतलब आफू भनेको सेक एक्स हो, अनि यो सेक चाहिँ सेक छँदैछ, ट्यानलाई चाहिँ सेकमा लानु पर्यो। त ट्यानलाई सेकमा लानको लागि यो tan स्क्वायरलाई यता ल्याएर यो 1 लाई चाहिँ उता पठाउने हो भने सेक स्क्वायर एक्स माइनस 1 हुन्छ। अनि स्क्वायर छ यता, स्क्वायर हटायो भने रुट हुन्छ। त्यो भनेको कति भयो भने सेक स्क्वायर एक्स माइनस 1 हुने भयो। अब आफूमा लगिसकेपछि यसलाई प्रोसेस टु एक्स लेख्ने हो भने 1/x अनि अंडर रूट एक्स स्क्वायर माइनस 1। यो हाम्रो सेक इन्भर्स एक्स को डेरिभेटिभ हुन्छ। तो 1/x इन्टु अंडर रूट एक्स स्क्वायर माइनस 1 हुन्छ भने कोसेक इन्भर्समा सेम फर्मुला माइनस लगाइदिने, 1/x अंडर रूट एक्स स्क्वायर माइनस 1 चाहिँ हुने हो। त हामीले यो 6 वटा फर्मुला चाहिँ ट्रिगोनोमेट्रिकलको चाहिन्छ। किन भन्दाखेरि हामीले प्रिभियस उसमा चाहिँ स्ल्याटमा के कुरा गर्यौं, जुन डेरिभेटिभ हामी निकाल्छौं त्यो डेरिभेटिभ 5 वटा फंक्सनको निकाल्छौं। त अल्जेब्रिक फंक्सनको त फर्मुला हामीले यहाँ निकाल्यो, यो 6 वटा रुल पयो। त्यसपछि हामीले कसको निकाल्न थाल्यो, ट्रिगोनोमेट्रिकको निकाल्यो। त ट्रिगोनोमेट्रिकमा चाहिँ हाम्रो sin थीटा cos थीटा, यसलाई चाहिँ भेरिएबल त हामी x पनि राख्न सक्छौं। यहाँ चाहिँ sin थीटा cos थीटा राखेको, अर्कोमा चाहिँ sin x cos x को चाहिँ 6 वटा ट्रिगोनोमेट्रिकल रेशियोको चाहिँ हामीले ट्रिगोनोमेट्रिक उसको डेरिभेटिभ निकाल्यो। त्यसपछि इन्भर्स, त त्यही 6 वटा ट्रिगोनोमेट्रिकल फंक्सनमा यसको इन्भर्स को निकाल्यो, इन्भर्स ट्रिगोनोमेट्रिकल फंक्सन। हामीले 6 वटा इन्भर्स ट्रिगोनोमेट्रिकल फंक्सन भनेको यो sin cos tan sec cot र cosec हो। त्यसको रेसिप्रोकल ल्याउँ, यो रेसिप्रोकल 6 वटा भयो, त्यो चाहिँ इन्भर्समा पर्छ। अब यसपछि चाहिँ हाइपरबोलिक फंक्सन आउँछ। ट्रिगोनोमेट्रिकमै अर्को हाम्रो हाइपरबोलिक फंक्सन छ। त हाइपरबोलिक फंक्सनमा हाइपरबोलिक फंक्सनको डेरिभेटिभ चाहिँ कस्तो हुन्छ भने माथि जस्तै पहिला जस्तै छ, यो हाइपरबोलिकको पनि जस्तै डेरिभेटिभ अफ sin hx, यसलाई h लाग्यो भने हाइपरबोलिक भन्ने हो। sin hx, डेरिभेटिभ अफ cos hx, tan hx, tan hx, यसै गरेर हाम्रो डेरिभेटिभ अफ cot hx, sec hx, अनि यस्तै गरेर हामीले cosec hx, cosec hx, cosec hx, यो 6 वटा हाइपरबोलिक फंक्सनको डेरिभेटिभ निकाल्दा जस्तै यो भन्दा अगाडि जनरल ट्रिगोनोमेट्रिकमा c लागेको चाहिँ माइनस भएको थियो भने यसमा जो पहिलो जस्तै रेसिप्रोकलमा c लाग्छ, जस्तै sin को रेसिप्रोकल cosec हो, यसमा चाहिँ माइनस लाग्छ। यो चाहिँ sin को रेसिप्रोकल भएको हुनाले। जस्तै cos को रेसिप्रोकल चाहिँ के हुन्छ, हाम्रो sec हुन्छ, यसमा माइनस लाग्छ। tan को रेसिप्रोकल के हुन्छ, cot हुन्छ। त हाइपरबोलिकमा चाहिँ रेसिप्रोकलमा माइनस हुन्छ, अर्को चाहिँ नर्मल जुन हुन्छ त्यसमा प्लस नै हुने हो, बाकी फर्मुला पहिला जस्तै हुन्छ। त sin को डेरिभेटिभ cos hx हुने भयो, cos hx को डेरिभेटिभ sin hx हुन्छ। पहिला हाइपरबोलिक नभएको केसमा चाहिँ माइनस भएको थियो भने हाइपरबोलिकमा प्लस sin hx नै हुन्छ, किनभने sin cos र tan भनेको हाम्रो नर्मल डेरिभेटिभ हो। उसको रेसिप्रोकल sin को cosec, cos को sec अनि tan को cot, त सबै रेसिप्रोकलमा माइनस गर्छौं। बाँकी फर्मुला पहिला जस्तै लेख्छौं, sec h स्क्वायर x हुने हो। cot को चाहिँ के हुन्छ, माइनस cosec h स्क्वायर
x हुन्छ sec को minus sec hx into tan hx हुन्छ cosec को minus cosec hx into cot hx हुने हो त्यो चाहिँ हाम्रो हाइपरबोलिक फंक्सनको अब हाइपरबोलिक फंक्सनमा इन्भर्स हाइपरबोलिक फंक्सनको निकाल्छौं छवटा यो चाहिँ हाइपरबोलिक हो भने अर्को इन्भर्स हाइपरबोलिकको चाहिँ सेम पहिला जस्तै नोरा कन्सेप्टबाट निकाल्छौं इन्भर्स हाइपरबोलिक फंक्सन इन्भर्स हाइपरबोलिक फंक्सनमा जस्तै पहिलो फर्मुला d sin h इन्भर्स x d cos h inverse x sin cos tan h inverse x त्यस्तै गरेर cot h inverse x अनि sec h inverse x र अर्को d cosec h inverse x गरेर यो छवटा हाइपरबोलिकको इन्भर्स फंक्शन्सको डेरिभेटिभ निकाल्छौं र यहाँ डेरिभेटिभ निकाल्नको लागि चाहिँ हामीले फेरि त्यही नोरा वाला कन्सेप्ट लाउने तर केही साधारण फर्मुलाहरु त्यो भन्दा अगाडि पनि चाहिन्छ त्यो फर्मुलाहरु के हो भने जस्तै हामीले सिम्पल वेमा के पढ्छौं भने sin स्क्वायर x plus cos स्क्वायर x भनेर 1 पढ्छौं तर हाइपरबोलिकमा कस्तो हुन्छ cos h स्क्वायर x minus sin h स्क्वायर x भनेको 1 हो हाइपरबोलिकमा चाहिँ के हुन्छ चेन्ज भइदिन्छ c पहिला आउँछ त्यसपछि चाहिँ h आउँछ अनि cos h स्क्वायर x minus sin h स्क्वायर x भनेको 1 यो बीचमा हामीलाई चाहिन्छ नोरा फर्मुला लाउने बेलामा चाहिँ त्यस्तै गरेर हामीले अर्को फर्मुला पढेको sec स्क्वायर x minus tan स्क्वायर x पढेको छौं हाइपरबोलिकमा कति हुन्छ भने sec h स्क्वायर x plus tan h स्क्वायर x equal to 1 हुन्छ हाइपरबोलिकमा चेन्ज भयो त्यस्तै गरेर अर्को हामीले पढेको छौं cosec स्क्वायर x minus cot स्क्वायर x equal to 1 हो भने हाइपरबोलिकमा चाहिँ के हुन्छ cot h स्क्वायर x minus cosec h स्क्वायर x equal to 1 हुन्छ हाइपरबोलिकमा यो तीनटै फर्मुला चेन्ज हुन्छ र हामीले नोराको कन्सेप्टबाट पहिला जस्तै नोराको कन्सेप्ट लाउँछौं अनि नोराको कन्सेप्ट पहिला इन्भर्स निकाल्दा थाहा भयो के हो n भनेको चाहिँ नर्मल डेरिभेटिभ m नर्मल डेरिभेटिभ निकालिसकेपछि चाहिँ रेसिप्रोकल निकाल्ने अनि रेसिप्रोकल निकालिसकेपछि त्यो रेसिप्रोकललाई चाहिँ आफूमा लाने आफैमा वा चाहिँ आफूमा लाने अनि त्यो आफूलाई एप्रोचेस टु x लेख्ने र यसमा हामी कसको निकाल्छौं भन्दा जस्तै sin h इन्भर्स x को निकाल्छौं पहिला र sin h इन्भर्स x को निकाल्न पहिला नर्मल डेरिभेटिभ निकाल्नु पर्यो sin hx को निकाल्नु पर्यो sin hx र sin hx को नर्मल डेरिभेटिभ cos hx हुन्छ यसलाई फर्स्ट काम गर्यो सेकेन्ड काम रेसिप्रोकल निकाल्यो भने चाहिँ यो कति हुन्छ 1 cos hx हुने भयो अनि cos hx लाई रेसिप्रोकललाई चाहिँ आफू र आफैमा लानु पर्यो आफू र आफै भने चाहिँ को हो भने यहाँ चाहिँ sin हो जसको नर्मल निकालिरहेछौं त्यो चाहिँ sin हो त cos hx कति हुन्छ आफूमा गयो भने चाहिँ 1 sin h स्क्वायर x हुन्छ 1 sin h स्क्वायर x हुने भयो त्यसो भए यसको चाहिँ हाम्रो डेरिभेटिभ भन्यो भने अब sin hx अनि रुटमा जान्छ जस्तै cos लाई हामीले sin मा लानु छ भने चाहिँ sin यता आयो त यता आइसकेपछि 1 sin h स्क्वायर x हुन्छ अनि यहाँ cos h स्क्वायर x छ यहाँ cos hx मात्रै छ भने स्क्वायर हट्दा रुट हुन्छ त्यसो भए हामीले के गर्छौं यसलाई रुटमा राख्छौं रुट अन्डर 1 sin h स्क्वायर x अनि आफूमा गइसकेपछि आफ्नो टर्मलाई चाहिँ कति एप्रोचेस गर्छौं x गर्छौं आफ्नो एप्रोचेस x भनेको कति भयो रुट अन्डर 1 x स्क्वायर त्यसो भए sin h इन्भर्स x को डेरिभेटिभ लेख्नु पर्यो भने 1/रुट अन्डर 1 x स्क्वायर यस्तै गरेर हामी cos h इन्भर्स x को लेख्छौं फेरि यसमा माइनस हुँदैन यसमा चेन्ज हुन्छ यो पोजिसन नै चेन्ज हुन्छ हाइपरबोलिकमा चाहिँ पोजिसन नै चेन्ज हुन्छ जस्तै 1 x स्क्वायर माइनस 1 हुन्छ के यसको डेरिभेटिभ हामीले निकाल्यो भने यही सेम कन्सेप्ट नराकै कन्सेप्टबाट निकाल्यो भने त त्यसैले चाहिँ यो sin cos h इन्भर्स x को पनि यस्तै गरेर निकाल्न सकिन्छ अब म एउटा tan h इन्भर्स x को देखाउँछु जस्तै tan h इन्भर्स x को निकाल्छौ भने हामी पहिला जस्तै यही सेम कन्सेप्टबाट निकाल्छौं
अब जस्तै हामीले tan h इन्भर्स x को निकाल्नको लागि पहिला नर्मल डेरिभेटिभ निकाल्नु पर्यो d tan hx by dx र tan hx को डेरिभेटिभ नर्मल डेरिभेटिभ हामीलाई थाहा छ sec h स्क्वायर x हुन्छ sec h स्क्वायर x यसको रेसिप्रोकल गर्यो भने 1 sec h स्क्वायर x भयो हामीले यसको रेसिप्रोकल गर्यौं अब रेसिप्रोकल गरिसकेपछि आफैमा लानु पर्यो आफूमा लानको भनेको चाहिँ नर्मल डेरिभेटिभ को भएको छ tan hx भएको छ यो sec h स्क्वायर x लाई tan मा लानु पर्यो त हामीलाई के देखिरहेको छौं sec h स्क्वायर x लाई tan मा लानको लागि tan चाहिँ यता आउँछ र tan यता आयो भने कति हुन्छ 1 minus 1 upon अनि sec h स्क्वायर x भनेको 1 minus tan h स्क्वायर x र sec h स्क्वायर x भनेको चाहिँ 1 minus tan h स्क्वायर x अनि आफूमा पनि लगिसक्यो आफूलाई प्रोसेस टु x गर्यो भने फेरि कति हुन्छ 1 upon 1 minus x स्क्वायर त्यसो भए tan को चाहिँ कति हुन्छ भन्दा 1 upon 1 minus x स्क्वायर भयो अब यस्तै गरेर म एउटा चाहिँ अझै यो sec र cosec मा एउटाको निकाल्छु जस्तै cosec को निकाल्छौं र cosec को निकाल्नको लागि पनि के हुन्छ त्यही नोराकै कन्सेप्टबाट जाने अनि पहिला चाहिँ नर्मल डेरिभेटिभ निकाल्नु पर्यो d cosec hx यसको cosec को hx cosec hx को डेरिभेटिभ माइनस cosec hx इन्टु cot hx हो यसको रेसिप्रोकल गर्नु पर्यो 1 upon cosec hx इन्टु cot hx हुन्छ अब यसलाई केमा लानु पर्यो आफैमा लानु पर्यो त आफू त cosec hx आफू छदै छ यो cosec hx चाहिँ आफू छदै छ अनि cot hx त cot hx लाई हेरौं cot hx लाई cosec मा लेख्नु पर्यो भने कति हुन्छ यो cot h स्क्वायर x छ यतातिर यो cosec लाई यतातिर पठायो भने +1 हुन्छ अनि स्क्वायर हटायो भने रुट हुन्छ त्यसो भए यसलाई हामीले कति लेख्न सकिन्छ भने रुट अन्डर 1 plus cosec h स्क्वायर x लेख्न पाए अनि आफूमा लगिसकेपछि चाहिँ हामीले आफू र आफैमा पनि लगिसक्यो अनि यो प्रोसेस टु के गर्नु पर्यो x गर्नु पर्यो त्यसो भए यो -1 upon x under root 1 plus x स्क्वायर हुन्छ त्यसो भए cos h इन्भर्स x को 1 upon x अनि under root 1 plus x स्क्वायर लेख्न पाए भनेपछि हामीले हाइपरबोलिक फंक्सन को यो 6 वटा त्यही इन्भर्स हाइपरबोलिक फंक्सन को 6 वटा 6 छ 12 वटा र यो भन्दा अगाडि चाहिँ हामीले के गर्यो जेनरल ट्रिगोनोमेट्रिकल फंक्सन 6 वटा अनि त्यसैको इन्भर्स को गरेर 6 वटा 6 6 12 यता भयो अनि हाइपरबोलिक को 12 वटा गरेर 24 वटा भयो अनि त्यसपछि चाहिँ हाम्रो यो भन्दा अगाडि चाहिँ अल्जेब्रा को लेखेका थियौ अल्जेब्रिक मा चाहिँ हामीले यो 6 वटा लेखेका थियौ 24 30 वटा हुन्छ र अर्को चाहिँ हामीले त्यसपछि चाहिँ यसमा के कुरा गरिसक्यो भने जस्तै हामीले इन्भर्स को पुरै गरिसक्यो इन्भर्स मा जेनरल ट्रिगोनोमेट्रिकल मा इन्भर्स भयो अनि हाइपरबोलिक को इन्भर्स गरेर 12 वटा फर्मुला यसमा भयो त्यसपछि ट्रिगोनोमेट्रिक मा जेनरल ट्रिगोनोमेट्रिक मा sin cos tan त्यसको रेसिप्रोकल को 6 वटा अनि हाइपरबोलिक को 6 वटा गरेर 12 वटा यसमा भयो 24 वटा भयो अल्जेब्रिक मा 6 वटा गरे 30 वटा भयो र लास्ट मा चाहिँ हामी लोगारिथमिक र एक्सपोनेन्शियल को फर्मुलाहरु चाहिँ तीनटा चारवटा फर्मुला यो छ त्यसको गर्छौं टोटल डेरिभेटिभ मा चाहिने फर्मुला चाहिँ यति नै हुन्छ र यसमा अब हामीले हाइपरबोलिक को कुरा गर्छौं भने चाहिँ सरी एक्सपोनेन्शियल र लोगारिथमिक को कुरा गर्छ भने डेरिभेटिभ अफ एक्सपोनेन्शियल लोगारिथमिक फंक्सन डेरिभेटिभ अफ एक्सपोनेन्शियल and logarithmic function डेरिभेटिभ अफ एक्सपोनेन्शियल लोगारिथमिक फंक्सन को डेरिभेटिभ निकाल्दाखेरि फर्स्टमा डेरिभेटिभ अफ e टु द पावर x हामीले एक्सपोनेन्शियल को कुरा गर्दै छौं e टु द पावर x by dx यसको e टु द पावर x हुन्छ अनि डेरिभेटिभ अफ e टु द पावर ax by dx र x को कोएफिसिएन्ट a छ भने a बाहिर निस्किन्छ e टु द पावर जति छ त्यतिकै हुने हो अनि अर्को चाहिँ लोगारिथमिक डेरिभेटिभ अफ लोगारिथमिक फंक्सन log x by dx is equal to 1 by x त यो तीनटा फर्मुला हामी चाहिँ उसको एक्सपोनेन्शियल र लोगारिथमिक को कुरा गर्छौं टोटल डेरिभेटिभ मा चाहिने फर्मुला टोटल चाहिँ 11 र 12 गरेर हामीले चाहिँ 32 वटा 33 वटा फर्मुला लेख्नु यो भन्दा धेरै फर्मुला चाहिँ चाहिन्न हामीलाई क्लास 12 सम्म र के प्रोपर्टिजहरु चाहिन्छ जस्तै लोगारिथमिक फंक्सन को के प्रोपर्टिजहरु बीचमा हामी लगाइरा हुन्छौं त्यो चाहिन्छ प्रोपर्टिज अफ लोगारिथमिक फंक्सन
लोगारिथमिक फंक्सनको प्रोपर्टिजहरु धेरै कमन छ के छ भन्दाखेरि फर्स्टमा जस्तै log x into y दुईटा लगको एंगलहरु मल्टिप्लाई भएको छ भने लगहरु छुट्टिन्छ log x plus log y हुने हो लगको एंगलहरु यदि डिभाइडमा छ x by y छ भने त्यसलाई हामीले log x minus log y लेखिराख्नु छ अर्को log x को पावरमा छ n छ भने त्यसलाई n log x लेख्छौं पावरमा भएको कुरा कोफिसिएन्टमा आउँछ बेसमा आउँछ यसलाई हामीले धेरै युज गर्छौं यो चाहिँ डिफरेन्शिएटिङ गर्ने बेलामा यिनीहरु बीच-बीचमा आउँछ तर यो मोस्टली चाहिँ हामी यसलाई युज गर्छौं log x को पावर n = n log x ओके त हामीलाई चाहिने भनेको प्रोपर्टिज अफ लोगारिथमिक फंक्सनमा यो चाहिँ प्रोपर्टिजहरु चाहिन्छ डेरिभेटिभमा के रे डेरिभेटिभ अफ टर्ममा चाहिँ निकाल्नु पर्यो नि तीनटा चाहिएको टोटल गरेर 33 वटा भयो यसपछि चाहिँ हामी के गर्छौं भने यसको एक्सरसाइजहरुको कुरा गर्छौं बल्ल हामी एक्सरसाइजमा जाने हो पहिला चाहिँ सबै स्टुडेन्ट्सहरुलाई के हुनु पर्छ यो फर्मुलाहरुको नलेज फर्मुलाहरुको मेमोरीमा आउनु पर्यो त्यो गरिसकेपछि हामी अर्को क्लासमा चाहिँ यसको न्यूमेरिकलको कुरा गर्छौं सो ओके स्टुडेन्ट्स थ्यांक यू तपाईहरुले सबै फर्मुला पहिला चाहिँ याद गर्नु